पहिला के लिएको थिएँ होइन एकबार टी सर्ट 500 वाला पनि छ त त्यहाँ राम्रो राम्रो छ त कोही कोही 1-2 पिस छ होला सबैको लेखेकै छ त दाम सब 500 यतापट्टि चाहिँ अलिकति कम्ती होला यतापट्टि चाहिँ अलिक दाम होला जान्दैन H&M को हो केही हुँदैन यो ला काटेको 50 रुपैयाँमा कटाएको मैले यो सबै फिक्स्ड हो आज नै आएको होला यो सबै कम्ती कम्ती गरेर राखेको छ मैले यता अरू स्टोर भएको त डाइरेक्ट 600-700 दिन्थ्यो कुन चाहिँ यो होला 350 गरिदिन्छु यसको बेल्ट अलिकति छ मेरोमा बेसी छैन यहाँ ल यो तीनटा 1699 अनि योहरू चाहिँ 350 गरेर हो यति नै हो नि यति नै बस यति नै बाँच्यो बेल्टको लागि नै बेसी आउँछ के मेरोमा मान्छेहरू हैन यो ल बकल नि ठिकै छ नि छैन त्यो खतम भयो त्यो लागि मैले त एउटा एक पिस त मैले लियो खतम भयो सबै बाहिरबाट आउँछ है ज्यादातर सबै भनेर हैन कोही कोही चाहिँ बाहिरबाट आउँछ बेनीहरूको 300 देखि लिएर 800 तक छ दाम पर्छ दे हैन म खासमा लङ पनि लिउँ भनेर आएको कि यो प्रो क्वालिटी पनि राम्रो छ मुख लाग्छ मुख लाग्ला नि भिखारीको यसको चाहिँ अनलाइन गर्छ ल तिमीजना पुरा काम गर्छ यहाँ त्यस्तै पैसा काम गर्न मात्र यो है दाजु कोटु त्यस्तै टाइपको भित्र लाउने होला नि विन्टरमा अब ज्याकेटहरु न आउँछ होला नि आउँछ एडिडासको ओरिजिनलहरु आउँछ क्ल्याप्स होला नि त्योलाई थियो त मैले यता रोइङमा सबसे पहिला मैले त लिएको थिएँ रोइङमा के भन्नु इन्डियामै लिएको थिएँ मैले सबसे पहिला आउँछ होला बादमा हेरौँ अगर मैले हेर्नुपर्छ पुरा बहुत ज्यादा मगाउनु पर्छ त अनि मात्रै आउँछ त्यो होला हेरौँ विन्टरमा अगर मन भयो भने लिएर आउँछु म तिम्रो लागि भनेको विलम्ब लिन आँटेको थिएँ हैन जाउँ होला नि भयो सबै डन ल त थ्याङ्क्स ल ओके